को घर हाम्रो साइली बुवा बस्नु भएको छ, यहाँदिन बुढा बस्नु भएको छ। यो हामी चागो आछौँ, यस्तो तोरी फुल्या छ यो बारीमा। यो साइलीले यत्रो ठुलो घर बनाइछिन्। यो साइलीले यत्रो हाँस यति ठुलो घर बनाइछिन्। अब पहिला चाहिँ सानो खर बनाएको खरको घरमा बस्थे, अहिले यत्रो महल छ, पुरा राजमहल जस्तो महल। भगवानले पनि महलमा बस्न पाउनुभयो। भगवानको पनि अब स्तरोन्नति भयो, बढुवा भएको छ भगवानको पनि। पहिला यहाँ यस्तै अगाडि माटाको सानो छप्रो बनाएर भगवानलाई चाहिँ त्यही माटाको सानो घरमा घोरा हुन्छ, चौधरीहरूको भगवान भनेको सानो, त्यही राख्ने चलन थियो। अहिले अब त्यत्रो घर, एउटा भगवान बस्नलाई यत्रो घर बनाएछन्। साधारण एउटा मान्छेको घर जत्रो 6 मान्छे बस्ने परिवार, 2-3 जना परिवार बस्ने घर जत्रो भगवान बस्ने। अब साइलीका आमा र छोरा र श्रीमान त बाहिर विदेश छन्, यत्रो घर बनाइछन्। ल हेर अब कत्रो प्रगति गरेका छन्, यो खुसीको कुरा हो यो। ल अब चौधरीहरू अहिले यस्तो यस्तो प्रगति गरेछन्। साइली मक्क छिन्, खुसी भइछिन् होइन। यहाँदेखि साइली बुवा पनि बस्नु भएको छ। मेरो साइली बुवा हो, मेरो बुवाको भाइ, अनि साइली फुपूको छोरा, एकदम ठुल्फुको छोरा, ए हजुर ठुल्फुको छोरा, सरी। ए मैले साइली बुवा हो यो मेरो बुढा। यी यसरी घरहरू यो कति खुसी लाग्यो। आज यो चागो गाउँ हो, अब म पनि यहीँ बस्ने विचारमा छु। ल